सो हेलो गाइज, आज मलाई नास्ता खान मन लागेर आस्तालाई नास्ता बनाइदियो भने अनि आस्ताले नास्ता बनाउन टमाटर काटिने नास्तामा चाहिँ आज चाउमिन थियो अनि टमाटर काट्दै थिइन्। टमाटर पनि हेर्नुहोस् खतरा काट्छन् मोटो मोटो गराएर। अनि लास्टसम्म हेर्नु होला चाउमिन कस्तो हुन्छ, राम्रो हुन्छ, एकदम मिठो हुन्छ कि कस्तो हुन्छ। आज नास्ता खाने चाउमिन बनाउँदैछिन् आस्ताले नास्ता। सो गाइज, अनि टमाटर झ्यापझुप काटेपछि कराई बसालिन् किनकि चटनी बनाउँदैछौँ हामी। सबैभन्दा पहिला तेल भइरहेछ, तेल खनाइयो, त्यसपछि तेल गरम लाएर यतापट्टि तिनी खुर्सानीका मन्टा चिमर्दै यता प्लेटमा के धनियाँ सनियाँ बेसारहरू रेडी गर्दै थिइन् चटनी बनाउनका लागि। त्यसपछि थोरै टिमुर पनि राखियो। टिमुर राखेपछि प्याज त काट्नै पर्यो। प्याज काटिसकेपछि उनले बोक्रा छिर्किन् र बोलका छिर्केपछि प्याजलाई टुक्रा टुक्रा पार्न थालिन्। प्याज काट्ने क्रममा उनी पनि रुँदै थिइन्। त्यसपछि तेल तातो कि नै भन्दै चेक गरेको, तेल अझै तातेको हुन्छ। अनि फेरि तेल तातेपछि हामीले उसमा तेलमा राख्न थाल्यौँ। तेलमा खुर्सानी राखिन् पहिला, त्यसपछि खुर्सानी र प्याज राखेर चलाउन थालिन्। एकदम बास्ना आउँदै थियो तेलको, हेर्नुहोस्। तेल र खुर्सानी राखेपछि टमाटर राखेको, किनकि यसरी पकाएपछि चटनी चाहिँ दामी मिठो हुँदो रहेछ। कस्तो हुन्छ हेर्दै जानुहोस्। एकदम राम्रोसँग चलाएपछि हामीले यसो हेर्नु कस्तो देखेको छ, हेर्नुहोस् कलर, आहा दामी देखेको छ नि साथीहरू। अनि मैले पनि यसो चलाइदिएँ। अब हेल्प त गर्न पर्यो अलिअलि खान परेपछि, होइन साथीहरू। हेर्नुहोस् दामी देखेको छ नि कलर, होइन साथीहरू। अनि खुर्सानी यो प्याजहरू गरेर अहिले त्यहाँ चटनी पिस्न पर्छ। अनि चटनी पिसेपछि चाउमिन त्यसै मिठो हुन्छ। अनि चाउमिन बनाउनको लागि चाउमिन बसाल्यो र चटनी हेर्नुहोस् उतारेपछि त्यहाँ प्याजको पातहरू काट्न लगाइयो। प्याजको पातहरू चाहिँ चाउमिनमा राख्न चाहिँ मिठो हुन्छ, एकदम सही हुन्छ। त्यही भएर प्याजका पातहरू काट्दै थिइन्। आज मिठो चाउमिन खुवाउँछु बुढालाई भन्दै थिइन् आस्ताले। अनि प्याजको पातहरू थालमा राखेपछि फेरि हामीले प्याज काट्न थाल्यौँ। प्याज काटेपछि हेर्नुहोस् बोक्रा निकाल्न जरुरी छ। अनि च्याप गर्दै प्याज काटेपछि फेरि प्याज काट्दा आस्ता पनि रोइरहेथिन्। प्याज पनि काट्यो। अनि गोपी त चाहियो चाउमिनको लागि, गोपी पनि ल्याएर च्याप्ती काट्यो। गोपी काटेर फेरि गोपी पनि थालमा राखेपछि राख्यो हामीले। हेर्नुहोस् साथीहरू एकदम मिठो हुन्छ जस्तो छ। गोपी कटाइसटे हेर्दा ल हेर्नुहोस् साथीहरू, चाउमिन पनि रेडी भयो उम्लेर। अनि चाउमिन धारामा धुन गइयो। धारा धुँदा हेर्नुहोस् मेरो पनि भिडियो गराइदिनुहोस् न भन्यो भने मैले पनि गराइदिएँ भिडियो। अनि चाउमिन धोएर भ्याउन लागिएको थियो हामी। अनि चाउमिन भ्याएपछि हेर्नु कस्तो देखेको छ त, हेर्नुहोस् यी। त्यसपछि हामी चटनी पिस्न मिक्सरमा चटनी पिस्न गइयो। हेर्नु चटनी त्यो सेलाइसकेको थियो, एकैछिन सेलाउन हाल्नुपर्छ। हेर्नु चटनी कति राम्रो देखिन्छ, हेर्नु है, म देखाइदिन्छु तपाईँलाई। हेर्नु चटनी कति दामी छ, हेर्नुहोस्। त्यसपछि चटनीमा त नुन राख्नै पर्यो, अनि राखेको थिएन। अनि नुन राखेर हल्लाउने गुनेर चटनी पनि मिठो एकदम दामी देखेको छ। हेर्नु साथीहरू चटनी खतरा देखेको छ नि, होइन। यसरी हल्लाउनुहोस्। अनि चाउमिन बनाउनुलाई तेल राख्यो हामीले। चाउमिन बनाउन तेल राखेपछि हेर्नु साथीहरू खुर्सानी त काट्नै पर्यो। हरियो खुर्सानी काट न, अलि हरियो खुर्सानी मिठो हुन्छ भनेर अनि खुर्सानी फुरेको थियो। अनि यो प्याजका पत्ताहरू राखेर हल्लाइयो। अनि प्याज हाल्यो साथीहरू, एकैछिन त चलाउनु पर्छ। हेर्नुहोस् कस्तो दामी देखिन्छ। प्याज राखेपछि गोपी पनि राखेर सबै कुरा राखेर हामीले चलाउन थाल्यो। अनि यो चाहिँ एकदम सिम्पल हो साथीहरू, घरमा आफै यो यसरी बनाएर खाएपछि बजारकाल जस्तो असर गर्दैन, राम्रो हुन्छ, हेल्दी हुन्छ। चाउमिन त मैदाबाट बन्छ, तर मैदाबाट बनेको त अब धेरै खानु हुँदैन, त्यही पनि घरमा बनाएको एकदम हेल्दी हुन्छ। हेर्नुहोस् त्यसपछि चाउमिन राखेर एकदम भुटेर चाउमिन पनि भुट्न थाल्यो। हेर्नु साथीहरू यो भेनिगल हो कि सोया सस पनि राखेपछि कलर आउँछ। अनि हामीले अजिना अनि अर्को त अरू के हुन्छ एउटा सेतो पानी जस्तो त्यो चाहिँ राखिँदैन। अनि एकदम त्यो राखेपछि कलर हल्का चाउमिनको कलर आउँछ भनेर मात्र राखेको थियो, नत्र भने त्यो पनि राखिन्थेन। हाम्रो अजिना केही पनि युज गरेर छैन, एकदम राम्रो एकदम हेल्दी हो चाउमिन। अझैमा मटरहरू यताउति हुन्थ्यो भने चाहिँ राम्रो हुन्थ्यो, हामीसँग त्यो थिएन। अनि चाउमिन बनिसकेको थियो, हेर्नु ग्यास पनि बन्द गऱ्यो। एकैछिन भुटेपछि चाउमिन बनेर प्लेटमा राख्नु पर्यो। प्लेटमा राखेर अब आमालाई पनि खुवाउनु पर्यो, मैले नि खानु पर्यो, सबैले खानु पर्यो भनेर अब प्लेटमा चाउमिन राख्दै थिइन्। प्लेटमा चाउमिन राख्दा हेर्नुहोस् कति दामी देखेको छ। चटनी पनि हेर्नु, अहिले बनाएको चटनी दामी देखेको छ नि, होइन साथी। चटनी त देख्दा पनि खाम लाग्ने
एकदम राम्रो छ चटनी हेर्नुहोस्। साथीहरू चम्मच पनि राख्यो र अब आस्थालाई म बाहिर जान्छु ल्याइदेऊ भने अनि आस्थाले ल्याइदिनु मलाई। त्यसपछि आमालाई मैले भने आमालाई देऊ भने आमालाई पनि दिन्। आमा चाहिँ बाहिर जानु थियो अनि आमा आएर फेरि खान थाल्न अनि आमा कस्तो हुन्छ खाएर बताइदिनुहोस् न भने मैले। आमाले चाहिँ सुन्नुहोस् के भन्नुहुन्छ। वाह धेरै मिठो छ।